आजको बसाइमा पनि म एउटा यस्तो विशेष किसिमका यस्ता 2-4वटा सपना फलहरू लिएर प्रस्तुत भइसकेको छु। अत्यन्तै गम्भीर, अत्यन्तै जानकारीमूलक सपनाहरू छन्। विशेष ध्यान दिएर सुन्नुहोला। सपनामा यदि तपाईले डराएर आफूलाई कतै भाग्दै गरेको देख्नुहुन्छ भने कुनै न कुनै प्रकारको सङ्कट, मुसिबत आउन सक्छ, अथवा त्यस्तो मुसिबतहरू आउँदै पनि तपाईलाई फेरि त्यसबाट तपाईले चुनौतीबाट पार हुन सक्ने सम्भावना तपाईलाई पूर्ण रूपमा रहन्छ। मनको अभिलाषा तपाईको पूरा हुन्छ, तर केही चुनौती, केही सङ्घर्ष त रहनेछ। तर कसैसँग तपाईँ डराएर भाग्दै हुनुहुन्छ भने तपाईँ समस्याबाट टाढा भाग्दै हुनुहुन्छ भन्ने अर्थ बुझ्न सक्नुहुन्छ। समस्या तपाईको अब समाधान हुनेवाला छन्। कुनै न कुनै प्रकारको दुःख भय रहने छैन। नराम्रा कामहरू तपाईका छुट्नेछन्। तपाईँ यदि कुनै नराम्रो काम गर्दै हुनुहुन्थ्यो, नराम्रो लतमा हुनुहुन्थ्यो, केही नसाको गर्दै हुनुहुन्थ्यो भने त्यस्ता तपाईका नराम्रा बानी व्यवहार पनि छोड्दै जानेछन्। जस्तै तपाईले जुवा, शराब, रन्डीबाजी यस्ता कुराहरू गर्दै हुनुहुन्छ भने, यस्तो नराम्रो लत छ भने अवश्य पनि तपाईको त्यो छुट्नेछ। तर तपाईले पनि अलिकति केही प्रयास गर्नुपर्ने हुन्छ। जीवनको अत्यन्तै राम्रो सपना हो। र सपनामा तपाईले कुनै न कुनै प्रकार यस्ता राम्रा डाँडीहरू यस्ता झुलेका गरेका यस्ता बच्चाका डाँडीहरू हुन्छन्, यस्तो खालको झुला के भन्नुहुन्छ, कसरी बुझ्नुहुन्छ, त्यस्तो खालको देख्नुहुन्छ भने, त्यो झुल्दै गरेको देख्नुहुन्छ भने, अथवा वृक्षको डालाहरू, हावाबुटाका डालाहरू लह यस्तो लप्केको झुलेको देख्नुहुन्छ भने पनि त्यसलाई पनि अत्यन्तै राम्रो मानिएको छ। खुसी, सुख, शान्ति, समृद्धि, खुसीको समाचार तपाईलाई मिल्न सक्छ। पुत्र प्राप्ति, प्रेमी प्रेमिकाको सुख, विवाहमा सुख, वैवाहिक सुख भनिएको छ भने, अब यदि सपनामा तपाईले कुनै पनि प्रकारको डाकु देख्नुहुन्छ भने दुश्मनसित तपाईँ डराउनु पर्ने हुन्छ। दुश्मनसँग तपाईहरू सावधान रहनुपर्ने हुन्छ। गुप्त शत्रुहरूले तपाईलाई षड्यन्त्र बुन्न सक्छन्। कसै जस्तो गर्नको लागि कसैको पनि तपाईले नचाहिने कुराहरू, यताउता चाप्लुसी कुराहरू नगर्नु होला। यति बेला त्यस्तो सपना देख्नुहुन्छ भने अत्यन्तै तपाईँ सावधान रहनुपर्ने अवस्था हुन सक्छ। र आफ्नै मित्र भनेको पनि तपाईको दुश्मन बन्न सक्छ। जससँग तपाईले जे बोल्दै हुनुहुन्छ ती कुराहरूमा तपाईलाई पछाडिबाट तिनीहरूले बार हान्न सक्छन्, खुट्टा तान्न सक्छन्। र विशेष गरेर कुनै पनि तपाईका युवा युवतीहरू, बहिनी या आफन्त कोही हुनुहुन्छ भने तिनीहरूको शीघ्र विवाह पनि हुन सक्ने पनि सम्भावना रहन्छ भने आफ्नो पत्नी अथवा आफन्तलाई तपाईले खुला तरिकाले कसैलाई कतै नछोडिदिनु होला। एउटा विश्वास भर पर्नु भएको छ र उहाँहरूको त्यति धेरै गहिरो चासो राख्नु भएन भने उनीहरू गलत लतमा लाग्न सक्ने, गलत षड्यन्त्रमा फसिन सक्ने, गलत षड्यन्त्रको शिकार बन्न सक्ने पनि उहाँहरूलाई अवस्था हुन सक्छ। यो कुरामा तपाईँ सावधानी अवश्य पनि हुनुहोला। र सपनामा तपाईले अस्ताउँदै गरेको, ढल्दै गरेको सूर्यलाई देख्नुहुन्छ भने यसलाई अत्यन्तै नराम्रो मानिएको छ। तपाईको जीवनमा कुनै न कुनै प्रकारका असफलताहरू, धनको नाश हुन सक्ने सम्भावना, कुनै चिजको विघटन हुन सक्ने, कुनै पद प्रतिष्ठा हुनुहुन्थ्यो भने त्यहाँ पदच्युत हुन सक्ने, पदमा हानि हुन सक्ने, सरकारी क्षेत्रमा तपाईँलाई घाटा हुन सकिन्छ। यदि सूर्य टुपुरुक्क डुब्दै गरेको अथवा डुब्दै गर्दा गर्दै तपाईले हेर्दा सूर्य डाँडामा गएको डुबो, त्यस्तो खालको किसिमको सपना देख्नुहुन्छ भने या त तपाईको स्वयंकै जीवनको अन्तिम हुन सक्छ, या कोही न कोही आफन्त या कोही विशेष तपाईको खास मान्छे, कोही न कोही त्यस्तो मान्छे बित्न सक्छ, मर्न सक्छ, या उनीहरूको अन्त्य हुन सक्छ, या तपाईले स्वयंलाई या उनीहरूलाई कसै न कसैलाई अत्यन्तै बिमारी या कुनै न कुनै कार्यमा असफलता या जीवनबाट अँध्यारोपन, दुःख, चिन्ता, कष्ट पनि तपाईँलाई पर्न सक्छ। उदाउँदै गरेको सूर्य देख्नुहुन्छ भने जीवनमा तपाईँलाई खुसी मिल्नेछ। तर अस्ताउँदै गरेको सूर्य देख्नुहुन्छ भने यसलाई नराम्रो मानिएको छ। र सपनामा तपाईले तामो देख्नुहुन्छ भने अत्यन्तै राम्रो मान्छेको महादेव को प्रतीक पनि हो तामो। र तामाका गाग्रीहरू, तामाका कलशहरू अथवा तामाका तारहरू या तामाका कुनै पनि यस्ता पात्रहरू या धेरै समूहमा तामो कुनै पनि रूपमा तपाईले तामो क्लियर राम्रो खालको तामा देख्नुहुन्छ भने यो अत्यन्तै शुभ सपना हो। सरकारबाट तपाईलाई कुनै पद प्रतिष्ठा मिल्न सक्छ, या आफन्तबाट कुनै कुनै सहयोग सपोर्ट मिल्न सक्छ, या तपाईको विदेश यात्रा सफल बन्नेछ, या पुत्र प्राप्ति हुनेछ, या धन लाभ हुनेछ, या कुनै कुनै बिजनेस व्यापारमा नोकरी जागिर पेसामा तपाईलाई विशेष लाभ हुनेछ, इज्जत बढ्नेछ, स्यालेरी बढ्न सक्ने हुन्छ भने अलिकति अँधेरो खालको हुनेछ। अँध्यारो खालको तपाईले देख्नुहुन्छ भने सिन यति उज्यालो सिन देख्नु, क्लियर वातावरण, मौसम राम्रो देख्नु अत्यन्त राम्रो मानिन्छ भने अँध्यारो मौसम, अँध्यारो वातावरण, दलदल किचड त्यस्तो खालको अस्पष्ट कुनै पनि चिज त्यस्तो देख्नुहुन्छ, मधुरो केही चिजलाई देख्नुहुन्छ भने त्यो पनि एउटा असफलताकै निशानी मानिएको छ। प्रेमिकामा या घर परिवारमा आफन्तमा कसै न कसैको या त झगडा हुन्छ, या त कसैको वियोग हुन्छ, या विछोड हुन्छ, या कुनै काममा असफलता हुन्छ, या विवाह रोकिन्छ, या कुनै कुनै प्रेममा असफलता मिल्छ। कुनै पनि प्रकारले तपाईलाई असफलताको र दुःखको निशानी मानिएको छ। सपनामा अँध्यारो देख्नु पनि। सपनामा तपाईले तित्रो देख्नुहुन्छ भने
सपनामा तित्रो देख्नुहुन्छ, सपनामा तपाईँले तित्रो देख्नुहुन्छ भने तित्रो देख्नुलाई पनि अत्यन्तै कहीँ कहीँ मैले तित्रो देखेकोलाई नराम्रो मानेको छु, नराम्रो देखेको थिएँ भने, तर यो किताब अनुसार एउटा स्वप्न शास्त्र अनुसार तित्रोलाई यहाँ राम्रो मानिएको छ। इमान्दारी, एउटा वफादार पत्नी प्राप्ति भनिएको छ। तपाईँले यदि विवाह गर्ने बेला आएको छ, युवा युवती हुनुहुन्छ र विवाह गर्ने अवसरमा अथवा केटीले केटा हेर्न जाँदाखेरि या केटाले केटी हेर्न जाँदै गर्ने अवस्थामा या विवाहको प्रसङ्ग चल्दै गर्दा या कतै तपाईँ प्रेम प्रसङ्गमा डुब्दै गर्दा यदि सपनामा तपाईँले पटक पटक तपाईँ यदि सपनामा तित्रो देख्नुहुन्छ भने सुन्दर प्रेमी अथवा सुन्दर प्रेमिकासँग काम सुख तपाईँले पाउनुहुनेछ। पापहरूबाट अथवा लज्जा अथवा अपमानको पनि तपाईँलाई के भयो रहन सक्छ। हुन त विवाह त हुनेछ, प्रेममा सफलता पनि मिल्नेछ, तर अघि तपाईँले कामुकता भोग विलासितातिर तपाईँ बढ्न सक्नुहुन्छ अथवा एक्स्ट्रा अफेयर लभ तपाईँले गर्न सक्नुहुन्छ या कतै न कतै तपाईँ एकाकी प्रेम, एकतर्फी प्रेम तपाईँलाई बन्न सक्छ या कसैको प्रेमको पासमा एउटा बन्धनमा तपाईँ फसिन सक्नुहुन्छ र त्यो आइमाई अथवा त्यो महिला अथवा पुरुष जो छ प्रतिद्वन्दी तपाईँको विपरीत प्रतिसँग तपाईँ कहीँ न कहीँ भविष्यमा गएर बदनामी पनि गर्न सक्नुहुन्छ या कलङ्कित बन्न सक्नुहुन्छ। कुनै न कुनै माध्यमबाट काम विषय भोग विषय वासनाको लागि एउटा क्षणिक मनोरञ्जनको लागि त्यस्तो खालको एउटा प्रेममा तपाईँ फसिन सक्नुहुन्छ भन्ने पनि सङ्केत त्यसबाट मिल्न सक्छ। यस्तो किसिमको सपना देख्नु भयो भने अवश्य पनि तपाईँ सावधानी रहनुपर्ने हुन्छ। र सपनामा तपाईँले यदि तराजु देख्नुहुन्छ भने तराजुको चिन्ह भनेको आफैमा एउटा न्यायको तराजु हुन्छ। तराजु भनेको यदि ठुलो खालको तराजु देख्नुहुन्छ भने त्यसमा तपाईँले अत्यन्तै धेरै मात्रामा तपाईँले धन लाभ पाउनुहुनेछ भने सानो मात्रामा देख्नुहुन्छ भने थोरै नै लाभ हुनुहुन्छ, तर जस्तो अवस्थामा देखे पनि तपाईँलाई लाभै रहनेछ। न्याय तपाईँलाई मिल्न सक्छ। कुनै कोर्ट कचहरीमा तपाईँ फसिनु भएको छ, मुद्दा मामिलामा तपाईँ लडिरहनु भएको छ र सपनामा तपाईँले तराजु देख्नुभयो भने अवश्य पनि तपाईँको विजय हुनेछ, तपाईँको जित हुनेछ र तपाईँले मान सम्मान अवश्य पनि पाउनुहुन्छ भने। तर कहिलेकाहीँ कुनै सामानहरूमा भने अवश्य पनि महँगाई बन्न सक्छ। यदि तपाईँ कृषक हुनुहुन्छ अथवा व्यापारी हुनुहुन्छ भने फेरि त्यस्तो अवस्थामा देख्नुहुन्छ भने तपाईँका आइटमहरू त्यहाँको महँगाई केही न केही बढ्न पनि सक्ने सम्भावना रहन्छ। हवस् त दर्शकवृन्द, आजको बसाइमा यति नै। फेरि अन्य भिडियोमा फेरि अन्य नयाँ कुराहरूको जानकारी लिएर अवश्य पनि प्रस्तुत हुने नै छु। आजको बसाइमा यति नै। यस्तै किसिमका सपना फलहरू जान्नको लागि, सुन्नको लागि, कुनै पनि ज्योतिषीय अथवा वास्तु सम्बन्धी परामर्श लिनको लागि तल स्क्रिनमा रहेको 2वटा WhatsApp मार्फत तपाईँले मलाई कन्ट्याक्टमा लिन सक्नुहुन्छ, सम्पर्कमा आउन सक्नुहुन्छ भन्दै आजको बसाइबाट बिदा माग्न चाहे। बिदा दिनुहोस्। नमस्कार। जय नेपाल, जय पशुपतिनाथ, जय जननी, जय कर्मभूमि।